नमस्ते, मेरो नाम सङ्केत बस्याल हो। अनि मेरो नाम डाक्टर साहेब बसाल हो। आज हामी फसल रुम जाँदैछौँ। हामीले के गर्यौँ फसल रुममा कस्तो एनिमलहरू थियो सबै हजुरलाई यो भिडियोमा भन्छौँ। हामी यस्तो गाडीमा पनि जान मिल्छ, तर आज हाम्रो आफ्नै गाडीमा जान्छौँ। जाँदा फन हुन्छ है? हो नि बहिनी। एनिमलहरूलाई यस्तो खानेकुरा पनि दिन मिल्छ अनि घरबाट ल्याउन मिल्दैन, फसल रिमबाटै किनेर दिन पर्छ एनिमलहरूलाई। कति अमेजिङ भ्यू अनि ट्रिज पनि टल छ। दादा कुन एनिमल आउँछ र नेक्स्ट? खै त मलाई त थाहा छैन, अब हेर्दै गर्दाखेरि देखिन्छ। बहिनी म त कस्तो एक्साइटेड छु, तिमी पनि छौ? म त एकदम एक्साइटेड छु। दादा कुन एनिमल हो त? कस्तो ब्युटिफुल देखेछ। वाउ, त्यो एनिमल त अस्ट्रिच हो नि बहिनी। अब कुन एनिमल आउँछ अब हेरौँ है। हुन्छ दादा। वाउ, अझै अस्ट्रिच है छ नि रुखमुनि। कति धेरै? 1 2 3 4 4टा। हो, अनि त्यो आएको एनिमल डियर जस्तो देखेछ नि। होला नि त्यो त डियर। अझै डियर 3टा रहेछ। अझै डियर आउँछ कि बहिनी? हेरौँ। हस्, कति रमाइलो भएछ नि मलाई पनि दादा। अनि ग्रास पनि कति ग्रीन। वाउ, कति धेरै ट्रिज पनि रहेछ। अझै डियर आयो। अझै एउटा फेरि 4वटा आयो होला नि। वाउ, 2टा टाइपको रहेछ नि। एउटामा राइट साइडकोमा अलि स्ट्राइप भएको रहेछ, तर लेफ्ट साइडमा त्यो होर्न हेर न बहिनी कस्तो कर्भ भएको छ। हो, अनि उता ठुलो छ उता स्मल पनि छ। वाउ, अरू एनिमल पछाडि हेर न। वाउ, कति राम्रो छ। उता पछाडि पनि एनिमलको घर जस्तै छ नि। वाउ, है छ। अझै धेरै। अनि फार्म जस्तै रहेछ। पहिलाको जस्तै एनिमल तर अलि सानो रहेछ नि बहिनी। अनि अलि व्हाइट पनि रहेछ। फेरि डियर हो र? खै, अर्को मान्छे गाडीले खुवाउनु भयो। अब नेक्स्ट हाम्रो पालो आउँछ। हामीसँग आउन त कस्तो एक्साइटेड छु नि म त। मलाई त यस्तो गर्छस्, मैले फालिदिन्छु अनि फेरि आफै खान्छ। आयो। हेरौँ। वाउ, म त कस्तो डराएँ नि। वाउ, कस्तो राम्रो देखेछ। बाबाले खुवाउनु भयो। बाबाले खुवाउनु भयो। खायो। वाउ, कस्तो राम्रो। म त कति ह्याप्पी भयो नि। मैले पनि खुवाएँ। अझै आएको रहेछ नि। अझै 2टा। वाउ, म पनि त्यो फेरि खुवाउन मन लाग्यो। बाबाले पनि हाम्रो पालो आयो। वाउ, कस्तो राम्रो पनि छ। वाउ, बहिनीले पनि फालेछिन्, म पनि फालेछु। तल भोएको खाँदैछ। अझै एउटा पछाडि ब्याकग्राउन्डमा अलि सेतोवाला आछ। हजुर। होर्न पनि कस्तो ठुलो है, कस्तो कर्भ। अनि यति कलरको ब्यागमा पनि राम्रो छ। अनि अरू त सुतेको रहेछन्। वाउ, यो आज सबै व्हाइटवाला। अर्को गाडीले खुवाउँदैछ। अब एकछिनपछि हाम्रो पालो पनि आउँछ। होर्न त कति ठुलो अनि लङ। म त डराएँ। म त एक्साइटेड छु नि। म पनि एक्साइटेड छु। वाउ, धेरै। हामीलाई त एकदम धेरै मन पर्यो नि तिनीहरू त। हामी बाहिर विन्डोमा हेरिदिन्छ। आयो। वाउ, भोइबाट खाएको छ अझै 2टा। उता सेतो अनि उता नसेतो। 2टा यहाँ हामीलाई हेरेछन्। अनि मलाई खाना दियो भनेको जस्तो छ। 3टा आयो। वाउ, अनि कति क्युट है दादा। हो, हामीले पनि खुवाइदिन्छौँ नि अहिले त। अनि होर्नहरू पनि कस्तो ठुलो छ नि। कस्तो फ्यामिली जस्तै हुँदो रहेछ है। हजुर दादा। रुखमा तल सुतेर आनन्दले बसेछ। अनि उता अघि व्हाइटवाला देखेछु रुखमा बस्थे चिल गर्दै।
हेर्नु अब बाबाले खुवाउने बाबाले बोलाउनु पर्छ आयो खायो म त कस्तो ह्याप्पी छु नि बहिनी दादा हेर्नु न कति धेरै वाउ अब अर्को एनिमल हेर्न जाने वाउ कति धेरै फ्यामिली त्यो त ह्युज फ्यामिली हो नि दादा हो नि कति धेरै है बिग कलोनी है त हामी एक्साइटेड भएर सबै ठाउँमा हेरेछौँ हजुर कहाँबाट आउँछ भन्ने सबै ठाउँमा हेरेछौँ अनि देखिपछि हामी त खुवाउन जान्छ ओ त जिराफ आयो अझै जिराफ आउँछ है मैले चाहिँ जिराफ खाउको मनपर्छ त्यो माथि रुफको खोल्न मिल्छ त्यहाँबाट अगाडिको गाडीले त्यसरी गरेर खुवाइदिन्छन् दादा जिराफ कति टल हो नि रुखको पात खानलाई त्यति टल नेक हुन्छ ए मलाई त थाहा छैन अब थाहा भयो नि हजुर हामी टिम आउँदैछ अब जिराफ अब हामीले खुवाउँछौँ हामीले खुवाइदिन्छौँ पछाडिको गाडीले आयो पछाडि गाडीकोले पनि खुवाइदिएछ हो नि त्यो त के हो पहिलाको एनिमल जस्तै छ तर हजुर। त्यो होर्न छ नि त्यस्तो छैन कि लाइक इयर छ त्यो के होला? बच्चा होला बच्चावाला बच्चावाला कति क्युट हुन्छ हेर्नु न हाम्रो गाडीमा केही भोक लाग्यो होला अनि खाना आएको होला नि हो नि डिफ्रेन्ट टाइपको रहेछ है अनि बाबले पनि अघि खुवाउनु दिनुभएको छ वाउ त्यो आएको देखे म त एक्साइटेड छु सबै एनिमल हेर्न कस्तो मजा हुन्छ है हजुर दादा अझै आयो अस्ट्रिच हो र होइन त्यो त टर्की हो अस्ट्रिच जस्तै छ तर अलिक सानो छ मलाई त्यो त थाहा छैन मलाई टर्की होइन जस्तै मानेको थिएँ अस्ट्रिच हो जस्तै मानेको थिएँ हामीले त थ्याङ्क्स गिभिङमा टर्की खाने हो नि अनि हाम्रो बाटोमा पनि आएको छ बाटोबाट हिँड्दै अनि टाउको हल्लाउँदै छ आउँदै खान्न हेर्नु है बाबाले बोलाउनु भएको छ जिराफलाई आउँछ कि आउन भनेर हेरौँ है वाउ बाबा चाहिँ हात राख्दै हुनुहुन्छ आउँछ कि आउँदैन भनेर वाउ आयो 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 कसरी आयो त्यति पर थियो अनि बाबुलाई कसरी बोलाउनु भयो म त कस्तो एक्साइटेड छु नि बाबाले खुवाउनु भयो खाऊ 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 खायो अनि दाजुको हात पनि खायो पत्ता मेरो हातबाट पनि खायो वाउ कस्तो राम्रो है बहिनी हजुर दादा ट्री पनि कति ठुलो या फेरि अझ एउटै फ्यामिली रहेछ यो हेरौँ है यो त सुतेको फ्यामिली होला नि हो त्यहाँबाट एउटा आयो ओ त बेबी डियर हो र फेरि अनि फेरि त होर्न छैन बेबी भएर होला ओ कि बेबीहरूसँग होर्न हुन्न ग्रो हुँदैछ त्यही भएर हजुर अनि फेरि मम्मीले फालिदिनु भएको छ खानेकुरा अझै एउटा आयो तर अलि त्योभन्दा ओल्डवाला हजुर किनभने त्यो होर्न छ नि हामीले दिन्छौँ हामी दुइटाले फालेको अनि मेरो मम्मीले फालेको खाछ हजुर अरूले पनि हामीलाई हेरेछन् एउटा सेतोवाला आयो फेरि सेतो मम्मीले हात दिनुभयो खुवाउनलाई आउँछन् कि आउँदैनन् हेरौँ है दादा हस् वाउ अझै जिराफ जिराफ त्यो हिल पनि हेर न बहिनी कस्तो सानो माउन्टेन जस्तै के लाइक भ्याली जस्तै त्यहाँ आफ्नै खाने ठाउँ हुँदो रहेछ त्यहाँ बेबी जिराफ देख्यो नि त्यहाँ देख्यो बहिनी मैले देखेँ कस्तो क्युट
यो पनि जिराफै छ हाम्रो अगाडि बसेर हेरेछ हेरौँ के गर्छ वाउ अझै जिराफ वाउ हामीले खुवाउनमा लागेछौँ वाउ कस्तो राम्रो के थियो हो त फेरि त्यो अघिको एनिमल थियो नि त्यही हो होला फ्यामिली त कति धेरै हुँदो रहेछ है तर जिराफ होइन किनभने तल छैन तर समटाइम्स हुन सक्छ वे त डियर रहेछ होला हो अब अझ अगाडि जाँदैछौँ हेर्नु न कस्तो राम्रो भ्यू रहेछ है यहाँबाट हजुर दादा वाउ अझै कलोनी त्यो एनिमल त कति धेरै हुँदो रहेछ है यो फसल रिममा डियरहरू फेरि आएको डियर अनि व्हाइट डियर पनि हुँदो रहेछ नि बाबाले बोलाउनु भएको छ अनि डियरले हेरेछ बाबालाई वाउ त्यसरी बसेछ हजुर दादा हजुर कुन कलरको कस्तो राम्रो कलरमा छ लाइट ब्राउन हो र हो लाइट ब्राउनसँग त्यो व्हाइट डट अझै रहेछ वाउ सबै सुटेको छ उता त उभे छ अनि त्यो कालो छ अनि आएको व्हाइट छ अनि आएको डियरको कलर छ लाइक लाइट ब्राउन अनि डट धेरै हुँदो रहेछ है डियर हजुर दादा डियर त कति धेरै हामी माथिबाट तल हेर्न मिल्छ हामी पहिला त्यहाँ गएको अब माथि गयौँ दादा अब के आउँछ खै हेर्दै जाऊँ न कस्तो एनिमलहरू आउँछ मलाई त डियर अनि जिराफ अनि अस्ट्रिचहरू हेर्न मन लाग्यो अनि फेरि टर्कीहरू हो नि हामीले डियर जिराफ अस्ट्रिच टर्की त्यो भनेको फोरवटा एनिमलहरू हेरौँ 4 कि त 5 किनभने अर्को एनिमल थियो अनि डिफ्रेन्ट हो कि होइन भनेर थाहा भएन अनि त्यो लङ हर्न भएको अनि सानो ए त्यो त के भन्छ म नाम नै बिर्सेँ त्यो हेर्नुहोस् न अर्को कलरको रहेछ है लाइट ब्राउन अनि व्हाइट रहेछ अनि किन त्यो हर्न छ नि कस्तो लाइक सानो छ अनि डार्क पनि छ हाम्रो भिडियो कस्तो लाग्यो हजुरहरूले कमेन्ट बक्समा कमेन्ट गरिदिनु अनि हामीलाई लाइक शेयर कमेन्ट सब्सक्राइब गर्नु है बाई